राप्ती नगरपालिकाको आधार कृषि पर्यटन र पूर्वाधार भन्ने जुन राप्ती नगरपालिकाको मूल नारा छ, यो अन्तर्गत हामीले हेर्ने हो भने राप्ती नगरपालिका कृषिको लागि एउटा उर्वर भूमि हो। कृषिको क्षेत्रमा काम गर्नको लागि यहाँका किसानहरू अहिले मात्रै होइन, पहिलेदेखिबाट एकदम निरन्तर रूपमा लागिरहेको पनि छ। र हामीले 79 सालमा निर्वाचित भइसके पछाडि जुन राप्ती नगरपालिकाको त्यो स्लोगनलाई नै हामीले फलो गर्ने हिसाबले कृषिलाई हामीले आधुनिक रूपमा अगाडि बढाउनुपर्छ भन्ने हिसाबले विभिन्न खाले कार्यक्रमहरूको तयार पनि गरिएको छ, जस अन्तर्गत राप्ती नगरपालिकाले टोटल बजेट विनियोजन गर्ने क्रममा करिब 25% भन्दा बढी बजेट हामीले कृषिको क्षेत्रमा लगानी गरेका छौँ। यहाँको मौसम, यहाँको माटो, यहाँको हावापानी किसानहरूको लागि कृषि उत्पादनमा एकदम प्रचुर सम्भावना रहेको कारणले गर्दाखेरि पनि राप्ती नगरपालिकाले पहिलो प्राथमिकता भनेको कृषिमा दिएको छ। कृषिको क्षेत्रमा काम गर्नको लागि जसरी हिजोका दिनहरूमा लागत बढी लाग्ने, त्यसको उत्पादन कम हुने र ती उत्पादित वस्तुहरू पनि बिक्री वितरण गर्नको लागि बजारको पनि ग्यारेन्टी थिएन। यसले किसानहरूलाई ठुलो समस्या पारेको थियो भने किसानहरू कृषि पेसा अँगाल्नको लागि पनि उहाँहरू दुविधामा पर्नुभएको थियो। यसैलाई मध्यनजर गरेर अहिले हामीले के गरेका छौँ भने कृषिको क्षेत्रमा सबै वडा कार्यालयहरूमा कृषि र पशुको एउटा केन्द्र स्थापना गरेर किसानहरूलाई आफ्नो वडाबाटै सेवा विस्तार गर्नको लागि हामीले प्रयत्न गरेका छौँ, जस अन्तर्गत अहिले हामीले 4-5वटा वडाहरूमा चाहिँ कृषिको र पशुपन्छीको सेवा केन्द्र स्थापना गरेर त्यहाँका वडाका किसानहरूलाई वडैबाट चाहिँ सबै सेवाहरू प्रदान गर्ने हिसाबले हामीले प्रयत्न गरेका छौँ। भने हामीले यो माटो परीक्षण गर्ने कुराहरू, गोबर परीक्षण गर्ने कुराहरू, सामान्यतया औषधि पशुपन्छीहरूलाई र कृषिको क्षेत्रमा बोट बिरुवाहरूलाई उपचार गर्ने किसिमको केन्द्रको स्थापना गर्नको लागि हामी लागि परिरहेका छौँ। हामीले आम किसानहरूलाई म किसानी बन्छु, म कृषि पेसा अँगाल्छु भन्ने हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूलाई राप्ती नगरपालिकाले विभिन्न खाले अनुदानको व्यवस्थापन गरेको छ। यसमा हामीले प्राविधिक सहयोग पनि गरेका छौँ। यो सबैलाई सम्मिश्रण गरेर राप्ती नगरपालिकामा विभिन्न खाले अन्न बालीहरू हामीले प्रशस्त मात्रामा चाहिँ हामीले उत्पादन गर्ने गरेका छौँ। विभिन्न खाले फलफुलका खेतीहरू हामीले गर्ने गरेका छौँ। यति मात्र नभइकन बाख्रा पालन, गाई पालन, बङ्गुर पालन, माछा पालन र विभिन्न कृषिमा आबद्ध गरिएर ती किसानहरूले उत्पादन गरेका वस्तुहरूलाई राप्ती नगरपालिकाले एकीकृत गरेर बिक्री गर्ने ग्यारेन्टी समेत राप्ती नगरपालिकाले गरेको कारणले गर्दाखेरि तपाईँ आम किसान दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूले जे गर्नुभएको छ अझै यसलाई थप मजबुत गर्ने किसिमले राप्ती नगरपालिकासँग समन्वय गरेर सहकार्य गरेर तपाईँहरूले आफ्नो कृषि व्यवसायलाई अगाडि बढाउन तपाईँहरू चाहनुहुन्छ भने तपाईँले राप्ती नगरपालिकामा चाहिँ सम्पर्क गर्नुभएको हुन्छ। यो राप्ती नगरपालिका कृषिको लागि एकदम उर्वर भूमि भएको कारणले गर्दाखेरि पनि यहाँ कृषिको प्रचुर सम्भावना भएको कारणले गर्दाखेरि पनि राप्ती नगरपालिकाले पहिलो लक्ष्य कृषिमा लगानी गर्ने र कृषि उपजहरू उत्पादन गर्ने कुरामा राप्ती नगरपालिकाको ध्यान गएको छ।